हेलो नमस्ते, मेरो नाम चाहिँ निकिता योगी हो र म चाहिँ अहिले करेन्टली BBS 4th इयर इन रिलायन्स कलेज पढिरहेको छु र मेरो चाहिँ ब्याचलर्स इन बिजनेस स्टडिज पढ्ने चाहिँ एउटा मात्र मोटो थियो जुन चाहिँ मलाई इन्भेस्टमेन्ट बिजनेस र फाइनेन्समा चाहिँ एकदमै रुचि छ। म चाहिँ रिसेन्टली अहिले कस्टमर केयर सर्भिस डिपार्टमेन्टमा जोइन भएको छु अफ फोक्सवागन सर्भिस सेन्टर। त्यहाँ चाहिँ मेरो पहिले ब्याचलर्समा पढेको थ्योरिटिकल नलेजहरू चाहिँ एकदमै इम्प्लिमेन्ट भइरहेको छ। इन अ वे मेरो पर्सनालिटी डेभलप भइरहेको छ र डिसिजन मेकिङ पावर अलिकति बढेको छ र मलाई इन्भाइरोमेन्ट एडप्टेसनमा अलिकति सहज भएको छ। मेरो पास्ट वर्क एक्सपिरियन्समा पनि मैले चाहिँ एज डाटा इन्ट्री वर्क गरेको थिएँ, जुनले गर्दाखेरिमा चाहिँ हाम्रो थ्योरिटिकल प्र्याक्टिकल नलेजहरू जस्तै हाम्रो यो अकाउन्टिङदेखि लगेर फाइनेन्सिङसम्म चाहिँ यो मलाई एकदमै हेल्पफुल भएको थियो र अहिले पनि मलाई मोर इन म्यानेजमेन्टतिर भएर चाहिँ मलाई थ्योरिटिकल्ली चाहिँ एकदमै हेल्प गरेको छ यसले। जस्तै हाम्रो अहिले चाहिँ 4th इयरमा स्पेसिफिक भएर भनौँ हाम्रो एन्टरप्रेनर पढाउने सर हुनुहुन्छ, उहाँले चाहिँ आफ्नो बिजनेस हि हेज हिज ओन बिजनेस र उहाँले आफ्नो बिजनेसलाई चाहिँ एज अ एक्जाम्पल राखेर चाहिँ हामीलाई धेरै कुराहरू चाहिँ हामीलाई सिकाउनुहुन्छ, जुन चाहिँ मेरो काममा पनि इम्प्लिमेन्ट भएको छ। कसरी भन्दाखेरिमा चाहिँ बिजनेसमा पनि मान्छेहरूसँग इन्टरेक्ट गर्नु इज कमन थिङ अनि मेरो काममा पनि त्यो मान्छेहरूसँग इन्टरेक्ट गर्नु इज भेरी कमन थिङ जुन डेली बेसिसमा हुन्छ। तर त्यसले मलाई एकदम हेल्प गरेको छ र हाउ यु इन्टरेक्ट अल्सो म्याटर्स। जस्तै अब मान्छेको सबैको पर्सनालिटी फरक हुन्छ र त्यो अनुसार चाहिँ हाउ यु एड्याप्ट युर सेल्फ र हाउ यु कम्युनिकेट विथ द्याट पर्सन इज अल्सो भेरी इम्पोर्टेन्ट र त्यसमा पनि उहाँले एकदमै हेल्प गर्नुभएको छ। र अदर देन द्याट देयर इज आवर अनदर सर र उहाँले चाहिँ हामीलाई इन्भेस्टमेन्ट पढाउनुहुन्छ। उहाँले चाहिँ के गरिदिनु भएको छ भन्दाखेरिमा चाहिँ हि गोज नट 1-to-1 गएर चाहिँ उहाँले हामीलाई सिकाउनुहुन्छ, जुनले गर्दाखेरिमा चाहिँ हाम्रो त्यो सेल्फ कन्फिडेन्स पनि बढ्छ र त्यो सेल्फ कन्फिडेन्स चाहिँ वी क्यान सी द्याट इन आवर डे टु डे लाइफ अल्सो इन आवर वर्क प्लेस। सो मेरो चाहिँ अब यो लास्ट इयर 4th इयर चलिरहेको छ अनि अलमोस्ट एट द एन्ड छ मेरो अहिलेको स्टडी चाहिँ, जुनले चाहिँ अब इन फर्दर चाहिँ मेरो करियरमा चाहिँ हेल्प गरोस् भन्ने छ। र अब आउने जोसुकै पनि हुनुहुन्छ जसलाई चाहिँ रिलायन्स कलेजमा आएर ब्याचलर्स पढ्नु छ भने चाहिँ दिस इज द भेरी गुड अप्सन, किनभने यहाँ चाहिँ हजुरलाई थ्योरिटिकल्ली मात्र नपढाएर चाहिँ उहाँले हजुरहरूलाई प्र्याक्टिकल्ली पनि एकदमै गाइड गर्नुहुन्छ र हजुरलाई करियरमा पनि एकदमै हेल्प गर्नुहुन्छ। सो यस, थ्याङ्क यू।